आ रहा है मत गिरो हाँ साथी भाई हो रेडी हो क्या रेडी साथी भाई हो आजको यात्रा छ अफ रोड मान्छेहरू भन्छ अफ रोड भन्छ यो बाटो हेर पहिले यो बाटो हेर त्यहाँदेखि अफ रोडको कुरा गर्नु हामी यस्तो राइडर हो कि जस्तो बाटोमा पनि चलाउँछ पुरा हेर्नु बाटो ए खत्तम छ यो बाटो हाम्रो बचपनै यस्तो अफ रोडमा गएको छ हेर्नु होला गजब छ मेरो क्यामेराम्यान भाइ भिडियो गर्दैछ ग्रोप हो भइदिएको भए त दामी आउँथ्यो भिडियो झन् यो तलको भिडियो पनि देखाइदियो अलिक यो खोलाको नाम हो दिबाङ खोला भन्छ दिबाङ खोला यस्तो हो अफ रोड त्यो तलको भिडियो पनि देखाइदियो खोलाको यस्तो हो साथीभाइ हो अफ रोड एन्ट्रोकको पावर यस्तै छ कि मेरो एन्ट्रोक पनि देखाइदियो यो गजब छ अब यतातिरको भ्यू पनि देखाइदियो उताको पनि देखाइदियो अनि सिक्का यो देखा लो गजब छ यो हो अफ रोड मान्छेहरू भन्छ अफ रोड के अफ रोड यो बाटोमा चलाउन आऊ जो कम्पिटिसन गर्ने छ बाइक राइडरहरू हामी हो अफ रोडको राजा किङ अफ रोडको किङ सबैलाई जिन्दगी ब्लगमा वेलकम छ यसको अलिक उयो जिन्दगी ब्लगमा वेलकम छ राम्रो लाग्यो भने यो बाइक राइडिङको ब्लगलाई सब्सक्राइब गर्नु होला लाइक भी गरिदिनु सेयर भी गरिदिनु होला पहिले त झन् बाटो यो खराब थियो त्यही बेला मैले मान्छे हामी कति यता त पारी घुम्नु जान्थ्यो त्यो बेला कोही बेला ट्रेकिङहरू हिँड्थ्यो क्या त्यो बेला मोबाइलहरू खासै फेसिलिटी थिएन बाटो त खराबै थियो त्यो बेला पनि हामी स्कुटी बाइकहरू लिएर आउँथ्यो क्या यता 2 जना 3 जना म तलदेखि 3 जनासम्म लिएर आएको एकचोटि त लिएर आयो बाइकै मेरो स्कुटी पुरा पिकअपै खत्तम भयो त्यहाँदेखि मोबाइललाई नहेर्ला है केटा एकदम सिधा राखेर मजाले भिडियो गर्नु यो खोला दुईटा खोला सँगै जोइन हुन्छ अनि यो अब यो होला खोला चाहिँ यो खोलाको नाम चाहिँ इथु हो इथु यो होला देखाइदिए यो होला चाहिँ इथु हो यो होला यो चाहिँ इथु रिभर भन्छ अनि यो अब तपाईँहरूलाई फेरि म यो अगाडिको देखाउने छ भ्यू त्यो चाहिँ हो तालो भन्छ तालो रिभर दुईटा सँगै जोइन हुन्छ यसरी अनि यसरी आउँछ यहाँदेखि अब तपाईँहरूलाई एकछिनमा म देखाउँछु इथु र तालो दुईटै जोइन हुन्छ बाटो त यस्तै हो लेकिन अहिले राम्रो बनाइदिएको रहेछ बाटो पहिला खत्तम थियो झन् बाटो 5-6 महिना त खत्तम थियो 5-6 महिना पहिला त पानी पऱ्यो भने त्यस्तै हुन्छ अहिले त गाडीहरू पनि आउँछ यसमा अरू त्यो माथि होला भ्यू देखाइदियो त्यसमा पहिले मन्दिर थियो यहाँ मान्छेहरू पहिले जमानामा यो सामान बोक्ने पार्टीहरू हिँड्थ्यो यहाँको खोला देखाइदिन्छ यो तालो उति होला तालो खोला हो यो इथु र तालो दुईटै जोइन हुन्छ त्यो तल छ ह्याङ्गिङ ब्रिज मजा छ मजा हो यस्तो अफ रोडिङ बाइक राइडिङ गर्नुपर्छ क्या साथीभाइहरू गजब हुन्छ गजब अब हामी कति तल झन्डैले 8 किलोमिटर छ होला
माथिदेखि तलसम्म हिँडेर आउने बेला, तलदेखि हिँडेर आउने बेला हामी कति आधी घन्टा अलिक बढी लाग्थ्यो, 1 घन्टा जस्तो लाग्थ्यो। आजभोलि त बाटोको सुविधा भयो, त्यही कारणले खासै टाइमै लाग्दैन। यसो सिधा देखाउनु, यो गजब छ बाटो। यस्तै हो साथीभाइहरू, हेर्नु गजब लाग्छ यस्तो अफ रोड चलाउनुलाई। खत्तम भइसक्यो अरे यो बाटो त झन् अहिले। लेफ्ट साइड से जाओ। यस्तो हो बाटो, गजब छ गजब। और यो खोलाको नाम हो तालो। यो यताको इथु, त्यो दुईटा सँगै जोइन हुन्छ। गजब छ गजब। गजब छ गजब। गजब छ यार अफ रोडिङ। मलाई चाहिँ यो यस्तो अफ रोडिङ चाहिँ बाइक स्कुटी चलाउनु धेरै राम्रो लाग्छ कि हाइवेमा चाहिँ फेरि अलिकति डर लाग्छ क्या। डर त भनेदेखि बानी नभएर हाइवेतिर चाहिँ यस्तो अफ रोडमा चाहिँ केही लाग्दैन फेरि, जस्तो पनि होस् बाटो। हाइवेमा पनि चलाउनु त चलाउँछु, लेकिन त्यो हो कि अलिकति डर लाग्छ। यस्तो अफ रोडमा त फेरि म त राजा हो अफ रोडको त। आउने बेला पानी पऱ्यो भने त चढ्दैन होला यो बाटो त, किचड हुन्छ। चलाउनुपर्छ यो पो हो बाइक राइडिङ भनेको त, गजब हुन्छ क्या। त्यही कारणले मैले खुलेको छु ब्लगको नाम चाहिँ जिन्दगी ब्लग। जिन्दगीमा के गर्छ सबै चिज हाल्नुपर्छ होइन र। Wow. Wow.
गजब छ बाटोहरू। गजब छ। खुट्टा चाहिँ यसरी राख्ने हो कि अब झन्डैले अब पुग्नु आँट्यो, धेरै टाढा छैन। त्यहाँको ह्याङ्गिङ ब्रिज देखाउँछु, त्यहाँदेखि भिडियो खत्तम हुन्छ साथीभाइ हो। ट्रेकिङ त अहिले जान्न, अब के महिनापछि जाने हो, किनकि अहिले मेरो रेस्ट टाइम छ। अस्ति भर्खरै अपरेसन गरेको थिएँ, त्यही कारणले धेरै जर्नी गर्ने छैन क्या मेरो। डक्टरले धेरै जर्नी नगर्नु अरे, त्यही कारणले खासै टाढातिर गएको छैन। गजब छ यार, गजब बाटो। लु अब पुग्नु आँट्यो साथीभाइ हो। जेसिबी पनि रहेछ। अब हाम्रो यात्रा यहीँसम्म हो, यहाँदेखि पारी उता जानुपर्छ। यहाँ त जान्न हामी पारी। लो अब यतै तक हो साथीभाइ हो, खत्तम अब ब्लग। साथीभाइहरू आजको ब्लग यति नै हो। राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। यो ह्याङ्गिङ ब्रिजसम्म आएको थियो, 8 किलोमिटर टाढा। अफ रोड कस्तो हुन्छ भनेर देखाउन आँटेको थियो। यो ह्याङ्गिङ ब्रिज हेर्नु होला है, यस्तो छ है। हाम्रो पुरा काठको यस्तो हामी उयो गर्छ। ल अब घरतिर लागेको। बाई बाई सबैलाई। जिन्दगी ब्लगमा राम्रो लाग्यो भने सेयर सब्सक्राइब गरिदिनु होला।